उसलाई नि हजुर कम्फर्टेबल हेलो म्याम गुड मर्निङ धेरै बाँकी छैन म पनि यसो भिडियोमा आइहालौँ भनेर अन्त मैले भिडियो बनाउँदैछु है मिल्छ नि Gentlemen, request taxi. क्या भाई मैं वेदर चाहिँ अलिक यहाँबाट हेर्दा यस्तै छ म्याम तर हामी चाहिँ गइन्छ देखिन्छ होला यो अलिअलि के छ क्लाइम्ब गरेपछि क्लियरै हुन्छ होला राम्रै छ माथि चाहिँ तर ओपनलाई चाहिँ अलिक गाह्रो छ त्यही भएर हामी ओपनलाई सबभन्दा गरौँ भनेर कति इयर्स भयो हजुरले चलाउन म 2016 देखि उडान लाग्दा ए यो त हजुरको 100 and more फ्लाइट भइसकेको छ 10 वर्ष हुन लाग्यो 10 इयर्स हामी आएपछि 10 इयर्स हुन्छ एउटै कम्पनीमा फेरि यहीँ सिकेको यहीँ उडाइरहेको छु It's 7 o'clock. Below distance maybe 200-300 meters. भिजुअल त्यहाँ पछाडि तलहरू छ यतापट्टि ए ओ अलिक क्लाउडी रहेछ आज अलि रहेछ हिजो झन् क्लियर थियो हिजो राम्रो थियो हिजो राम्रो थियो बिहान एकछिन हिजो पनि पोखरामै हुनुहुन्थ्यो हिजो पनि पोखरामै थियो बिहान चाहिँ बिहान गर्नु पाए हुन्थ्यो राम्रो थियो तर अहिले पनि राम्रै हुन्छ हजुरलाई चाहिँ राम्रै हुन्छ उता चाहिँ अब अलिक कम देखिन्छ होला त्यहाँभित्र अक्सिजनहरू अक्सिजनको सप्लाई त सबै तर आवश्यकता पर्दैन यो काउँ डाँडा यताको है हजुर चाहिँ ओरिजिनली कताबाट हुनुहुन्छ म कपिल वस्तु ए बर्थ प्लेस अफ लर्ड गौतम बुद्ध त्यो फिस्टेल यता अन्नपूर्ण 2 अन्नपूर्ण 4 उता 3 अलिक क्लाउडले छेकेर अलि अब सायद 1 घन्टा पछि झन् खतम हुन्छ होला हजुरलाई त अब यो नर्मल लाग्छ होला है एभ्री कहिले कसो इन्ट्रेस्टिङ हुन्छ अब मान्छे नि फरक हुन्छन् अनि वेदर पनि कुन माउन्टेन हो यो लमजुङ हिमाल यताको माउन्ट अन्नपूर्ण 2 यो डाँडालाई कोरी डाँडा भन्छ है कोरी डाँडा कोरी हेलिकप्टरमा आउँछन् मान्छेहरू यहाँ बस्नलाई अनि नाइट स्टे अनि स्केटिङहरू पनि गर्छन् धेरै चिसो भइरहेको छ म्याम भने यो यसरी तल गरिदिनु होला त्यो भइरहेको थियो कस्तो फ्रिजिङ रहेछ ए बेटर आई चुज द बेटर अप्सन जस्तो लाग्दैछ कस्तो चिसो हुँदो रहेछ उता हेर्नु टन्ने मान्छे रहेछ स्केटिङहरू गर्नको लागि टर्बुलेन्स पनि छ यस्तो ओपनमा धेरै हल्ला हुन्छ यो भनेको त विन्डले गर्दा हल्लिरहेको हो टर्बुलेन्स आजकल प्रपरली इन्टु द माउन्टेन्स नै जाने रहेछ है यो जहाज यसको लागि पर्फेक्ट छ यो माउन्टेनको बिल्ड चाहिँ कस्तो हुन्छ यो एकदम लाइट वेट खालको हुन्छ कस्तो कुन चाहिँ यो यसको वजन जहाजको हामी दुईजना बसेर नि यो जहाज पुरै गरेर नि बिलो 500 केजी नै हो सबै अल्ट्रालाइटहरू त्यो ड्रिम जस्तो भइरहेछ मलाई त कापुचे सुन्नुभएको छ म्याम
हजुर कापुचे सुन्नुभएको छ यो हाम्रो तल छ है कापुचे लेक ठ्याक्कै यो ग्रिन लेक छ नि वेदर त हजुर वेदर त ठिक छ अब त ठिक छ एकैछिनमा यसरी चेन्ज हुँदो रहेछ है वेदर ओ माई गॉड बिल्डअप भयो कि एकैछिनमा अघिसम्म त अलिकति क्लियर थियो अघि पुरै देखेको थियो 2 to 3 मिनट्सको इन्स्टेन्स है नभए हामी पनि पुगिँदैन थियो त्यता 3 मिनट्स 2 to 3 मिनट्स मात्रै अलिकति ढिला भएको भए हामी त्यहाँ पुग्न पोसिबल नै थिएन म त ह्याप्पी नै छु एटलिस्ट वी कुड गो देयर त्यहाँ भए पनि एक ठाउँ है नि देखियो ठाउँ भए पनि राम्रोसँग देखियो साउथभित्र चाहिँ टर्बुलेन्स एकदमै फिल हुँदो रहेछ अब चाहिँ फर्किन पर्यो एल्टिट्युड पनि फिल भयो जस्तो भयो अब चाहिँ तर एकछिन कान ड्याममा हुने नि हुनसक्छ हजुर त युज टु नै हुनु टाउको दुखेको जस्तो सेन्सेसन गरम अब ट्रेकहरू जानु भएको छ हजुर कुन चाहिँ मार्ती मार्दी अनि लाङटाङ क्यान्जिङरी पनि 4300 मिटरको एल्टिट्युडमा अब यो एक अचानक यो त यसमा त्यही भएर त्यो धेरै त होइन तर अलिकति त्यो थाहा हुन्छ नि त एल्टिट्युड चाहिँ यस्तो हुन्छ भनेर मैले पनि गर्न मिल्छ हुन्छ अलि 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 ट्राई गर्नुहुन्छ फिल गर्नु न कस्तो हुँदो रहेछ तलमा एक समय लामो लामो सास लिनु न चुप ट्राई हजुर चेन्ज दबाई चेन्ज ओके हजुर म्याम यस्तो भइरहेको हुन्छ नर्मल्ली कसैलाई हुन्छ म्याम यो नि तपाईँलाई भएन क्या भएन होइन भमिट भएन भएन त्यो सेन्सेसन भयो कि भमिट होला जस्तो Pendulima final runway 04 Thank you, ma'am. Really गाह्रो भयो तर थ्याङ्क यू यो नि हेर्नुपर्छ बाटाउनुपर्छ जता पनि सोभिक छ तिमी त जताततै छौ नि के भयो त सुन्नु न यो राम्रो देख्यो त फेरि वेदर त लाइनमा राम्रो देख्यो गान्नु ठिकै देख्यो त भनेको छु अनि ओपनलाई चाहिँ इगोरलाई सोध्ने एकचोटि सक्यो भने गर्छ नत्र 30 मिनेट्समा फिर्ता आउने भनेर Bye guys, thank you so much for watching. प्रायोरिटिज है त अनि म्यामले चाहिँ साह्रै गाह्रो भयो अलिकति मैले कट गर्नुपर्छ मलाई भमिटिङ जस्तो इस्यु आयो त्यो मैले हटाइदिन्छु र त्यही हो थ्याङ्क यू सो मच फर वाचिङ